गुड मर्निङ केटा हो ल आएँ है त म फेरि आज चाहिँ बसमा जानु लाग्यो ठ्याक्कै 8 बजेर 8 मिनट गयो आज चाहिँ आहानीमा दोस्ती भयो सुतेकै छैन आज एकछिन नि आइस गरेको थियो रातभरि तास खेलेर बस्यो अनि अहिले चाहिँ अब दोकानतिर जानु लाग्यो आहा पोलेर लास्टै भयो यार केटा हो सामान चाहिँ झरिसक्यो है एक ब्लग देखाइन्छ म सबै देखाइन्छु चेल्सी बुट टिम्बरल्यान्डमा दुईटा कलर छ साइजहरू सबै छ अनि टिम्बरल्यान्डमा चाहिँ येल्लो छ ब्राउन छ ग्रिन छ अनि यो कुन कलर यो छ अर्को यो ट्यान कलर छ हैन अनि यो कलर नि छ जोर्डन फुलमा चाहिँ योमा छ दुईटा कलर तीनटा कलर चारवटा कलर पाँचवटा छवटा सातवटा छ हैन साइजहरू सबै छ 38 बाट 41 सम्म छ डङ्कहरुमा ब्लूमा छ रेडमा छ जापानी डङ्कहरु नि छ साइजहरू छ है अनि अहिले चलेको रिफ्लेक्टिभमा नि छ एयर फोर्समा नि छ ट्र्यापिस्टरहरुमा साइज छ है अहिले आएको चाहिँ नयाँ पिसहरु यिनीहरु यो चाहिँ जुत्दा नि जुत्दैन कोहीसँग योहरु नै हामीसँग आइसक्यो है ट्र्याक आउन विशाल बजार A13 लाइफ स्टाइल यो नि दामी छ यो मेटेरियल एकदम यो क्र्याक वालामा नि यो नि दामी छ यो साइजहरु सबै छ है अनि रेड विन्स नि आछ हामीसँग अहिले रेड विन्स चाहिँ दुईटा कलरमा छ यो र यो कलरमा अनि यो नि छ है मार्केटमा खासै पाउँदैन एकदम लिमिटेड पिस छ यो मेटेरियल एकदम दामी छ है एउटा सोलहरु एकदम बक्स सुत्ता आउँछ फेरि एकदम दामी अनि हामीसँग सुपर स्टार यो लेडी साइज 36 बाट 41 सम्म छ है यो नि है केटाकेटी सबले लाउन मिल्छ यो है जोडी मिलाएर नि हिँड्न मिल्छ है यो नि छ यो अहिले आएको नयाँ फोरम यो यसको ब्ल्याकमा नि आज सकियो अहिले यो कलरमा छ यसको नि साइजहरु छ मेटेरियल चाहिँ एकदम दामी छ सबै चाइनिजमा हो यो जापानिज डङ्क यो नि अहिले आएको नयाँ ट्र्याकको दामी छ कलर नि लेस नि एक्स्ट्रा लेस नि आउँछ म सबै सामान देखाइदिन्छु एयर फोर्स छ जेमा नि सुहाउने ट्यागको लाएर जे लाउँदा नि सुहाउँछ है यसमा चाहिँ हाफ पेन्ट कट्टु टी सर्ट जे लाउँदा नि मिल्छ एयर फोर्समा चाहिँ अहिले सकिएको छ साइजहरू तर हामीसँग फेरि रिस्टक हुन्छ छिटै है योहरुमा नि साइज छ है नाइकीहरुमा योमा नि दुई तीनटा कलर छ योमा छ योमा नि छ साइज योमा नि छ अनि योमा नि छ साइज प्राइसहरु त एकदम मिलाएर हुन्छ है बाहिर भन्दा एकदम मिलाएर पुमाहरुमा नि छ कलर यो नि दामी छ रनिङको लागि हल्का अंकलहरु लाउँदा पनि दामी देखिन्छ केटाहरु लाउँदा पनि दामी देखिन्छ पुमाको यसको तीनटा कलर छ योमा ब्ल्याकमा अनि ब्लूमा डिबुकको नि छ अहिले आएको यो नि दामी छ जुत्ता है यो जुम्याक्स यो नि दामी छ जुत्ता चाहिँ यो हेर्नु यस्तो पातलो छ यस्तो सब हल्का छ केही हुँदैन यसको नि दुईटा कलर छ सबै मिलाएर हुन्छ अनि अहिले केटाकेटी दुईटै लाउन मिल्ने एकदम चलेको 530 न्यू ब्यालेन्सको है योहरु नि हामीसँग टन्नै छ एकदम मिलाएर हुन्छ प्राइसहरु चाहिँ साइजहरु 36 बाटै छ है अनि मार्केटमा अहिले चलेको नाइकको भुमेरो भन्ने योमा चाहिँ एउटा कलर छ साइज चाहिँ छ है 38 39 40 यो एकदम मिलाएर हुन्छ यो रिफ्लेक्टिभ भइहाल्यो जेमा नि सुहाउँछ यो नि टल्किने यो
यो चाहिँ यो टुना सुना होइन, यो साइडको सबै तल्किन्छ। टपहरू पनि राम्रो छ, फिनिसिङ राम्रो छ, एकदम मिलाएर हुन्छ। अहिले मार्केटमा चलेको एकदम दामी जुत्ता जोर्डन 11 यो कलरमा छ हामीसँग। साइजहरू पनि सबै छ है, अरूहरू त यहीँ छ। यिनीहरू सबैमा छ जुत्ताहरू चाहिँ यिनीहरू निकेटा हो, यहीँ छ है। फेरि साम्बा छ 3टा कलरमा, साइजहरू चाहिँ अहिले खासै छैन, अहिले छ। यता चाहिँ कन्भर्सहरू छ। अहिले हाम्रो यो ज्याकेट नि आएको छ है, यसको चाहिँ 3टा कलरमा छ। क्वालिटी एकदम दामी छ, यो पानी सानी सबै छेक्छ कि यसले चाहिँ, मेटेरियल एकदम दामी छ। अनि यो चाहिँ कारहाटकोमा नि एउटा 2टा 3टा 4वटा 5वटा कलर चाहिँ दामी कलर छ। यो खुलिनी सुलिनी केही हुँदैन कारहाटको है, चिनोवालामा हो। अहिले चाहिँ यो दामी चलेको सब चाइनिज हो केटा, फेरि नपत्ता होला, फेरि चाइनिज हो। यसको चाहिँ यो कलरवाला टाइपको भयो, यसको 3टा कलर भयो लेदरमा यस्तो टाइपकोमा। फेरि कलरवाला बम्पर टाइपकोमा लाउने भयो भने कलरहरू छ फेरि, यो दामी छ। 1 2 3टा कलर छ यसको, दामी कलर चाहिँ यो ब्राउनमा। अनि अहिले आएको यो चाहिँ वाटरप्रुफ नेटवाला यसको कलर टन्नै छ केटा है। 1 3 4 5 6वटा कलर छ, यो पनि दामी छ। यो चाहिँ ट्र्याक सेटै हो है हामीसँग सुपर ड्राईको। 1 2 3 5 6वटा कलर छ, यसको तलमाथिको सेटै आउँछ है। यिनीहरू चाहिँ हामीसँग लिमिटेड पिस मात्र हो, सकिन लागिसक्यो। यो नि अब सकिन लागिसकेको छ, 1-2 पिस मात्र छ यो 2टा, तर रिस्टक हुन्छ छिटै। यो अहिले आएको नयाँ चाहिँ कारहाटको नि, यो कारहाटको यो पनि दामी छ। कलरहरू 3टा छ, ब्ल्याक दामी छ, यो कलर पनि दामी छ, ब्राउन पनि दामी छ। एउटा योमा आएको छ, यो साह्रो भयो नि वासेबल हो, धुन मिल्छ, यो नि बबाल छ। टाइगर सुज नि छ है, टाइगर कन्भर्सहरू सब अफरमा है, एकदम अफरमा कन्भर्सहरू। चप्पलहरू त देखाउनु बिर्सेको, चप्पलहरू त ओरिजिनल है फेरि एडिडासको, एकदम दामीमा हो। साइजहरू सबै छ, एकदम दामी क्वालिटीमा हो। यसको कलरहरू चाहिँ टन्नै छ है हामीसँग। यो तलको क्रक्सहरू पनि एकदम अफरमा छ है। अनि माथि चाहिँ यो हामीसँग भएको चाहिँ पफर ज्याकेट होइन, यो चाहिँ पफर ज्याकेट हो, एकदम दामी छ। माथि पनि ज्याकेटहरू छ, दामी ज्याकेटहरू छ माथि नि, विन्डप्रुफ डबल निटवाला हो। यो चाहिँ यो ब्ल्याक ग्रिन, यो चाहिँ रिभर्सवाला, अगाडि पछाडि दुईतिर लाउनु मिल्छ, एकदम दामी छ प्यान्ट चाहिँ। त्यसपछि यहाँ ऱ्यामको टी सर्टहरू छ, टक्क लाउँदा दामी देखिन्छ केटा है, कटन प्यान्टहरूमा ट्याक्क। यसको कलरहरू छ, पकेटवालामा हो, ब्रान्डको हो फेरि है, भुवा कलर जाने हुँदैन। यो अल्ट्रा लाइट डाउन ज्याकेट यस्तो हुन्छ, यसको भित्र चाहिँ हिटिङ सिल्ड हुन्छ। यो चाहिँ जति चिसोमा लगायो नि तिमीहरूले त्यति तातो हुँदै जान्छ, फुल्दै जान्छ कि। मेटेरियल एकदम दामी छ। कलरहरू चाहिँ अप्सन छ है, यो ब्लू, ब्ल्याक अनि ग्रे टाइपकोमा छ। 4-5वटा कलर छ हामीसँग, यहाँदेखि चाहिँ छुट्टिन्छ कलर। अनि यो चाहिँ लङ ज्याकेटमा चाहिँ यसको नि कलर छ, ब्ल्याक, यो अनि ब्राउन कलरहरू छ, टन्नै ग्रिन कलर छ। पफरमा भइहाल्यो यो, अनि ब्ल्याकमा छ पफर, टक्क हुडीहरू लाएर निकाल्दा। नर्थ फेसको डाउन ज्याकेटहरू, यसको अर्को कलर त्यहाँ छ। सर्टहरू चेक सर्टहरू चाहिँ हाफमा चाहिँ हामीसँग यिनीहरू छ है, साइजहरू सबै छ। अहिले चाहिँ एकदम दामी चलेको ज्याकेट पार्का चाहिँ हामीसँग एमदेखि नै छ है साइजहरू, योमा छ। अहिले चाहिँ यस्तो टाँकवालामा आएको छ, एकदम दामी छ मेटेरियल नि। 2टा कलरमा छ, ब्ल्याक र यो, तर अहिले चाहिँ लङमा नि आइसक्यो, लङमा नि छ यो। लङमा नि आइसक्यो, ट्याक्क पार्काकै लङमा है। ब्ल्याक चाहिँ खासै मार्केट आएन, तर हाम्रोमा आइसक्यो है। अब त अरू हामीसँग भेक्टर डेनिमको पेन्टहरू छ, कट जिन्स, कार्गो
अनि बेगी पेन्टहरू पनि छ है, सामान चाहिँ टन्नै छ। ट्र्याकहरू सबै छ, बेल्टहरू सेल्टहरू यताउता। मेन भनेको टिम्बरल्यान्ड र जुत्ताहरू चाहिँ छ है हामीसँग। पार्कर ज्याकेट यो चाहिँ ब्ल्याकमा, यो चाहिँ लङ ग्रिनमा। यो ज्याकेट पनि दामी छ। ट्र्याकहरू टक्क बाक्लोमा, टक्क माथि आइसक्यो। माथि ज्याकेट छ है काराको, यो ज्याकेट छ ट्याक्कै हुँदै जान्छ। टी सर्टहरू पनि दामी दामी आइसक्यो त। जुत्ता एक लट फेरि देखाइदिन्छु केटा।